पार्ट 1 मा त हेर्नु भयो होला कि म माइती घर बाबालाई हेर्न गएको थिएँ है। अन्त यहाँनिर चाहिँ हाम्रो चाहिँ एकदम खोर्सानी फलेको रहेछ, हेर्न सक्नुहुन्छ कति मजाको बोट झ्याप्प परेर खोर्सानी फलेको रहेछ हो। अनि हाम्रो घरमा चाहिँ जामुनको बोट छ, यति धेरै जामुन फलेको छ, त्यो जामुन चाहिँ अब गन्न नसक्ने त्यति धेरै जामुन फलेको छ के त हो। अनि फेरि जामुन चाहिँ एकदम यो फल चाहिँ यस्तो अरे के खानु पर्ने अरे के, यो चाहिँ एकदम राम्रो फल अरे। इयरमा 2 मन्थ मात्रै पाउँछ, तर यो 2 मन्थ चाहिँ जामुन एकदम खानु अरे, सेहतको लागि पुरा राम्रो हुन्छ अरे हो। त्यसपछि यहाँ नानीहरू खेलिरहेको थियो होइन, अनि नानीहरू खेलिरहेको थियो, हामी चाहिँ यहाँनिर सुँगुर हेर्न जानु अरे। मेरो नानी सुँगुर भनेपछि हुरुक्कै हुन्छ, यहाँनिर नदेखेर होला हो, उहाँ गएपछि चाहिँ खालि सुँगुरै मात्रै हेर्ने भन्छ। आमाहरूले भिडियो कल गर्नुभयो भने पनि सुँगुरै मात्रै हेर्ने भन्छ, यति धेरै सुँगुर लभर छ नि के नै भन्नु र। हात्तीको यति डर भइसक्यो साथीहरू होइन, हात्ती अब घरमै आउनु थालिसक्यो होइन। र अब हुन्छ नि खेतमा चाहिँ बिचन राख्नु पनि सक्ने अवस्था हराइसक्यो, हेर्नुहोस् न घरमै बिचन राख्ने अवस्था आइसक्यो यस्तो। अनि हाम्रो भाउजू चाहिँ यति साह्रो कामदारी हुनुहुन्छ, एकछिन बस्नु हुँदैन होइन। अन्त अहिले पनि फुलै रोपिरहनु भएको छ, हेर्नु सक्नुहुन्छ यहाँनिर मजाले फुल सबैतिर लगाउनु भएको छ, यहाँ प्लान्ट्सहरू पनि छ मजाको है। अनि पानी परिरहेको थियो होइन, हिलो भइरहेको थियो, अहिले बढाल्नु हुँदैछ बाहिर। अन्त यहाँ नानीहरू खेलिरहेछ, बाबा चाहिँ के गर्नु हुँदैछ भनेको, बाबा चाहिँ टिभी हेरिरहनु भएको थियो होइन। अब यताउति गर्नु सक्नु हुँदैन होइन, टिभी हेर्दै बस्नु पऱ्यो नि त के गर्नु। अन्त हाम्रो चाहिँ अब घर जाने बेला भइसकेको थियो। अन्त यहाँनिर हाम्रो अंशिका पनि जाने अरे हामीसँग हो, हामीसँगै घर जाने अरे। अनि स्कुल छुट्टी भएको छ नि त उसको है, अन्त ट्युसन मात्रै लागिरहेछ, स्कुल छुट्टी भएको छ, इक्जाम सकेर अनि जाने अरे हामीसँग। अनि नानी पनि यहाँ रेडी भइसकेको छ है, फर्स्ट टाइम होला होइन बुढा बिना चाहिँ म माइत गएको। र अब कस्तो खाली फिल लागिरहेको छ क्या मलाई पनि, एक्लै अब नि कहिले पनि एक्लै ट्राभल गरेको। एक त बिहा गरिसकेपछि चाहिँ, पहिला त गरेको ट्राभल, तर बिहा गरिसकेपछि एक्लै ट्राभल नगरेको मान्छे म। अहिले चाहिँ एक्लै ट्राभल गर्दाखेरि कस्तो असुविधा लागेको जस्तो लाग्दो रहेछ क्या, अब फिल चाहिँ त्यस्तो हुँदो रहेछ होइन। अनि त्यहाँबाट हामी चाहिँ रेडी भएर चाहिँ अब निस्केको होइन, अब बाबालाई पनि राम्ररी बस्नु हामी जान आँटेको भनेर चाहिँ अब हामी निस्केँ घरबाट होइन। घरबाट निस्केर चाहिँ अन्त टोटो पक्रेर चाहिँ अन्त जाँदैछौँ हामी है। यहाँनिर चाहिँ कति चिसो एकदम वेदर मजाको भइरहेको थियो है। अनि त्यहाँबाट यहाँ चाहिँ हामी चाहिँ निस्के घर जाँदैछु है, हामी चाहिँ पुग्नै आँट्यो होइन। र एकदम थाकिरहेको थियो, पुरै थाकिरहेको थियो, दुईवटा नानीलाई लिएर हिँड्नु कति गाह्रो हुन्छ है। त्यसपछि चाहिँ घर जस्तो आइपुगेँ, मेरो पार्सल पनि आइपुगेको रहेछ। अन्त एकदम लुगा जस्तो फेरेर मैले पार्सलै ओपन गर्नुतिर लागेँ। मेरो चाहिँ पार्सल भनेपछि कस्तो एक्साइटमेन्ट हुन्छ होइन। पार्सल ओपन गरेर हजुरहरू समक्ष मैले भिडियो राखि पनि सकेको छु पार्सल के आएको थियो भनेर है। अनि मजाले पार्सल ओपन गरेर है मजाको आएको रहेछ, मैले डाइनिङ मगाएको थिएँ। ल साथीहरूलाई हजुरहरूलाई यो पार्ट 2 भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोस् होला है, यो मेरो मिनी ब्लग कस्तो लाग्यो भनेर कमेन्ट गर्न नभुल्नु।